यस्तो बलेको हेर त बोसो पलेर साथी हो बारबेक्यू खानु पनि त गाह्रो छैन खानु त साह्रो मिठो हुन्छ नि त फेरि बनाउनु चाहिँ साह्रो गाह्रो हो नि त जिन्दगीको गोरेटोमा यस्तो बारबेक्यू मैले धेरै बनाइसकेँ कि घरमा तर अस्तिको पालामा बनाउँदाखेरि पनि मैले हैन यस्तो धेरै आगो पोल्यो कि यस्तो बन्द भयो हैन बन्द भयो त्यसपछि मैले पानी हाल्दै पकाइदिएको मिठै भएको थियो यो कोटो पनि त्यस्तै भइरहेछ हेर न फायरिङ भइरहेछ फायरिङ सरी यस्तो अलि नबलाउँ होला क्या सोल्टी आगो धेरै बलेको अवस्था छ त्यस कारणले गर्दाखेरि सो डर लाग्यो मलाई हैन धेरै आगो बल्न थाल्यो क्या साइड लाग्नु पर्यो मलाई एउटा पोटुको भए पनि चाहियो क्या आगो निभाउँदै गर्नु पर्यो क्या ए लन्छ आगो निभाउँदै पकाउनु पर्यो क्या कस्तो डर लाग्दो आगो बल्यो यस्तो चाहिँ नबलाउँ होला क्या अलि एकदमै डर लाग्ने हो क्या यो चाहिँ यस्तो बोल्नु भनेको चाहिँ फेरि हावा चलेछ कि त्यसको बाजे हावा नचल्दिएको भए पनि त हुने नि हावा चलेर त्यस्तै भएको छ हौ दिदी त्यही भएर मलाई डर लाग्यो है त्यही भएर क्या एकदम डर लागिरहेको छ हेर्नु न पानी हाल्दियो पकाउँदै त्यो अझै पाकेको छैन राम्रोसँगले त्यही भएर साइडमा राखेको मैले तर यस्तो गर्मीमा चाहिँ यस्तो पकाउनु एकदम डेन्जर हो नि त है दिदी काठको के अब युकेको अस्ति पनि यस्तै गरेर बनाएको मैले आगो निभाउँदै के यस्तो गर्यो अब पानी हाल्यो एकैछिनमा बलिहाल्छ के गर्नु पानी हाल्दा नि बलेर आइहाल्दो रहेछ त्यही भएर त पिर लागेको त मलाई कस्तो मजाले बल्छ के यो फेरि सानो खालको यो पर्यो क्या काठ त्यही भएर क्या त्यो ठुलो खालको पनि मिक्स गरेको भए चाहिँ ढिलो बल्थ्यो होइन त्यो मसिनो चाहिँ हररै हावा अलि नचलेको भए त है सजिलो हुन्थ्यो हावा चलेर के यहाँको त विश्वासै छैन के यहाँको हावाको विश्वास छैन त्यस्तो पानी हाल्दाखेरि पनि बलेको आगो हेर्नु न त नि कस्तो खालको है कति छिटो बल्छ क्या फेरि पत्ता झन् त्यो यसो गर्नु भनेर लिएको हम्काउने त हम्काएको त्यो त हावाले हम्काएर बलाइरहेछ आएको के यो हावा चलेको बेला मासु पोलेर खानु पनि बेकारै हो है ओभनमा त ठिकै हुन्थ्यो क्या ओभन त कहिले चलाउनु गाह्रो अब यिनीहरूलाई तताउनु पर्यो एकचोटि सनक्क गर्दा गर्दा बानी भइसक्यो दिदी अब भाइ ड्युटी गइहाल्छ दाइ हुनुहुन्न
फेरि कुनातिर राखौँ भने झन् डेन्जर के मार मुझे कस्तो हावा चलेको के एकदम हावा चलिरहेछ के धन्न त्यहाँ त त्यस्तो यस्तो केही हुँदैन नि त नो प्रब्लम नि त त्यहाँ त दिदी यहाँ चाहिँ हो के लु हेर्नु न अब अब बिचमा पानी हालिदिनु पर्यो के आइडिया काम लाग्यो त हुन्थ्यो होइन र चट्ट यसो थुपार मलाई यसलाई यो के अरे बाटोमा पिसा फेर्यो भने आउँछ भन्थे धुवा तर बाटोमा त पिसा फेरेको थियो नि त हो यार गाउँमा त्यसो भन्दै है दिदी बाटोमा पिसा फेरेको तैँले भन्नुहुन्थ्यो पिसा त फेरेको थिएन यार हजुर खै थाहा भएन दिदी कम्पिटिसन दिदी यो टोपी खोलिदिनु त यस्तो बोल्ने भनेको त खत्रै हो क्या यो चाहिँ ल सुँगुरको मासुको के हो रे दिदी यो बार्बिक्यू रे होइन बार्बिक्यू हो कि पार्बिक्यू हो मेरो हात चाहिँ सर्लप्पै भएको अवस्था कार्टुन दिएपछि के हुन्छ दिदी यस्तो मोमो आलुको अचार खानु पाउँछ होइन त कार्टुन दिएपछि चुप्पो लागेर बस्छ क्या जीवन आज त न्यू इयरकै पार्टी हो है ल सोझो सल्लाहमा मोमो भनेको मोमो हो यस्तो हुन्छ हाम्रो मोमो भनेको दुई शब्द के भनिदिनु पर्यो के भन्ने एउटा मोमो बनाउँछु पनि गर्यौं गाह्रो छ नि त दिनु यो ल तिमीहरु न मासु हाल्नु न के फरक पर्दैन के तेरिका ल के रे लाउने के भयो रे दिदी मोमोहरु बिबिक्यू सबै थोक्छ यहाँनिर बुवा छ है